देवघाट मनाउन आएको आज माघे सङ्क्रान्तिको दिन भिड धमाका छ कति कति बजारहरू सब यस्तो छ यहाँ यस्तो लाग्छ यहाँ बजारहरू लगाइरहेछन् भिड भइरहेछ दोकानहरूमा त्यस्तो बडाको भिड छ सबै गोरुहरू आइहालेको आज मकर सौरादी स्नान गरेर तपाईँहरूले आएर यहाँ शिव भगवानको पाउ मिलेर आएर दान गर्नु दान आज कति पुण्य तपाईँलाई भन्नुहोस् त तपाईँलाई दान गरेर भोलि पनि मन लाग्ला पर्सि मन लाग्ला तर आज गरेको जस्तो दान छ हेर्नुहोस् त कहिले पनि हुँदैन त्यस कारणले गर्दा आजै गरौँ दान भोलि पनि तपाईँलाई भयो शिव भगवानले खानाले हेर्नु गर्नुहुन्छ यहीँ पनि मन लाग्ने छ पर्सि पनि मन लाग्ने छ तर आज दिएको जस्तो दान छ कहिले पनि हुँदैन किनभने आज मकर सङ्क्रान्ति हरिणहरूको सङ्गममा स्नान गरेर भगवानको पाउ पुण्यलाई बसेर दान गर्ने भनेको भनेको यस्तो छिटो काम कहिले हुन्छ उहाँहरूले गर्नुभएको योगदान उहाँहरूले गर्नुभएको दान शिव भगवानको एकपट्टि छोडेर काहीँ न काहीँ त गर्छ नि त कहिल्यै नमर्दिनहरू अजम्मरी भएर बसेको उहाँले गर्नुभएको काम यहाँ यस्तो अरूले दान चाहिँ उहाँहरू गरेर जानुभयो कसैले छुट्यालाई आज माघे सङ्क्रान्तिका दिन हो माघे सङ्क्रान्ति प्राप्त गरून् उहाँको छोराछोरीको भविष्य उज्जवल होस् विदेशमा रहनु भए पनि विदेश जान चाहनु भए पनि उहाँको मनोकांक्षा पुरा होस् उहाँको कृपया आदरणीय श्रद्धालु भक्तजनहरू यता तुलसी ढकालले 105 दिएर आफ्नो सन्ततिको उज्जवल भविष्यको कामना गर्नुभएको छ आदरणीय श्रद्धालु भक्तजनहरू यस पुण्यभूमिमा बाल बालिका अनाथ आश्रम बचाउ अभियानको लागि अनुरोध
सिद्धपुर सियोडी नारायणनाथ स्वामीज्यूले मन्दिरमा चढाएर जानुहोला, सहयोग गरेर जानुहोला। भगवती माताले हजुरहरूलाई विद्या बल बुद्धि प्राप्त गर्नुहुनेछ, प्रदान गर्नुहुनेछ। माताको कृपा भयो भने, देवीको कृपा भयो भने हामीलाई कुनै पनि माघे सङ्क्रान्तिका दिन आज नुहाउन आएका भक्तजनहरू नदेखाउनु भने जाओगे होता है। काली मिसिन आएको उता पारी जान चाहनेहरूलाई धुवामा लिएर जानुहुन्छ।